बाय बाय। ए मेरा बाल के एक्चुअली ला वाओ साइन ल ल मम्मीलाई बिदा गर्दै गर ल घर जाँदैछिन् ए माइत जाँदैछिन् ल बाई बाई ल गर वाउ यस्तो कडा देखियो त तपाईलाई यसो गर्नु न गर्दिने के एक्चुअली ल वाउ दाँत मेरै यहाँ निस्केर ल मेरो बुढीलाई राम्रोसित ख्याल गर्नु छोरीलाई ल ल बाई बाई अब म छोरी लिन आउँदाखेरि आउँछु जी वाह कडा देखियो थियो के हो कि नै क्या जाओ यार ल ल मलाई ससुरालीबाट लखेटे छोरी आमाले ल ल हुन्छ बाई अहिले हामी कचोटि खाइयो भुटेको मम्मीमा अहिले दह्रो खाइयो है मगे उहाँको चाहिँ खाँचा मिठो हुन्न अब तपाईँहरूलाई थाहै छ यहाँ आएदेखि म गएँ बिहान भुटेरको घिउमा फेभरेट अनि घरिघरि साँझ आगोमा पोलेर हामी यहाँ पोल्दैछौँ मकै आगोमा अनि सँगसँगै के छ भने मेरो फेभरेट यो टाइम मात्रै फल्छ के होला ल बुझ्नुभयो काफल गेडी कुटुक्क भइयो बुटुक्क पास ल देखाइदे देखाइदेन यसरी कोपाएर खाने हो यसरी हाम्रो बिहानको नास्ता धेरै जसो यही हुन्छ अनि फापरको रोटी नि लास्ट धेरै खाइयो अहिले त चटनीसित अनि 2 बोइल एग्स माया चाहिँ छैन माया चाहिँ हिजो घरको छोडेको थिएँ मैले अब चाहिँ केही दिन उतै बस्छ जानुभन्दा अगाडि ओ हेलो गुड मर्निङ हजुर सब्जी लैजा नलाउनु टिप्दैछु के ए ल एक छाक घरको पलेको नानीले खाइएको छ हजुर खाना मान्दैन यो हाम्रो एकदम स्पेशल नरियल हो है यहाँ जयगुडीमा पाइने हाम्रो दाइको शुभ नाम भनिदिनु त हामी यहीँबाट हो केरा फलफुल उठाउने अब यस्तो ट्याक्क दुईटा यहाँको नरियलमा पानी पनि 500 ml हुन्छ उस्तै घरि त 1 लिटर पनि छुन्छ एउटै भएर कडा पाउँछ यहाँ कडा नभन कहाँ अब हामी हजुरआमाले भेट्न जाँदैछौँ त्यसपछि हामी नास्ता खान्छौँ घर गएर अनि
अब यो भेटघाट चाहिँ हाम्रो जानेवाला भेटघाट हो कि जाँदैछौँ अब हामी अर्को साल आउँछौँ भन्नलाई। भेटघाट दुई प्रकारको भेटघाट हुन्छ है। नमस्कार आमा, कस्तो छ अहिले? नलिनुहोस्, राम्रोसित बस्नुहोस्, फेरि छिटो भेटिन्छ है। ल ख्याल गर्नुहोस् है। अब हामी यहाँ साससँग छौँ। सासू आमाले आज यहाँ जाने बेला अब एकचोटि मिठो भोजन गराउने हुन्न अरे। के बनाउँदै हुनुहुन्छ अरे? आलु। तुमले ल देवताले खोजे फेरि यहाँ आलु पराठाको लागि आलु मुस्दै हुनुहुन्छ। छोरीसित बसोबास हप्ता दिनको कस्तो भयो त? रमाइलो भएको थियो अरे सुनाइदिन फेरि। त्यस्तै छ वैदेशिक रोजगारले गर्दा। अब अलि वर्षसम्म कमाउने नेपालमा बस्नुपर्छ। छोराछोरीलाई नेपालको शिक्षा दिनुपर्छ। हाम्रो सेवा पनि हुन्छ। यसमा के हाल्नु हो भन्नु त? लसुन खुर्सानी जिराको धुलो जिराले झान्ने त्यही हो, त्यस्तो केही चाहिन्न। भगवान्लाई परोठा पहिलाचोटि त भगवान्लाई दिनुपर्छ। ए त्यस्तो पनि हुन्छ हो? जे पकायो पहिला फेर अब भगवान्लाई चढाउने, त्यसपछि गाईलाई लगेर खुवाउने। बाहिर कोही देख्नु होला नि गाई। ल अहिले यो खुवाएको त्यहाँ बसेका छन् कि गए? बसेका छन् बाहिर। जय भगवानको परोठा हो। ए भगवानको परोठा कहाँ राख्ने यसलाई? यत्नैको कहाँ राख्ने? ल यो चाहिँ अब हाम्रो कसले खानुहुन्छ अरे? पछि गाईले लास्टमा चाहिँ पहिला पितृ भगवानहरू यताउता घुम्नुहुन्छ खानुहुन्छ त्यसपछि त्यो आटा चाहिँ हाम्रो भाउजूले मुस्नु भएको। ए चटनी पनि भाउजूले हो। बल्ल बल्ल आएको बेलामा पेट लाग्ने तरिकाले आलु परोठा खुवाएपछि हजुरको मायाले नै यस्तै होइन? तपाईँले जति चाहिँ जाने आलु पराठा त तपाईँले बनाएकै मिठो हुन्छ। कस्तो हेरमर हो त। अनि यसपालि पनि हामीले यति धेरै भाडा किने हामीले थाहा हुन्छ।
यो चाहिँ मायाको आफ्नो सुत्ने बिस्तारा वास ब्याग चाहिँ हट्छ अरू हट्दैन ल बाई बाई ए मेरा मा त्यही भएर यसपालि खुसी हुनुहुँदो रहेछ भोलि त आउँछ ल हिँड्नु क्या हावाला है नेपाल आइसकेपछि मेरो यो तेस्रो हेयर कट कस्तो देखेँ म जवान देखेँ त्यो म यहीँ फाल्छु कस्तो देखेँ भन्नु राम्रो देखियो अरे ल तीनचोटी काटिसकेँ यो चाहिँ मायाको कप हो एज यु क्यान सी कप हेरेर थाहा हुन्छ अरे अनिलाइनमा किचनमा आम्मामामा यो मेरो भागको सेयर कहिले आउँछ यो ब्लगमा भएकोमा म You got that opportunity to be in our precious vlogs, so I think you should be grateful for that. अबि इङ्ग्लिस यस्तो यो चाहिँ मैले सबै बुझेँ यहाँ त अझै रहेछ नमस्कार आन्टी एकदम ठिक छ पानी पर्न लाग्यो यार वाट अ वेदर वे स्ट्रोमै आउनु लाग्यो जस्तो छ नि पछाडि हेर्नु त ब्युटिफुल जे होस् अस्ट्रेलिया फर्किने बेलामा चिसो चिसो भयो 3-4 दिनदेखि रमाइलो भयो पानी परिरह वरिपरिको पहाडहरू हेर्ने खुब रहर थियो छ्याक्क देखिएछ कस्तो भइरह त आहा हावाले घुचटै है माया यसपालिको नेपाल भ्रमण कस्तो भयो त एकदमै राम्रो तिमीले मलाई अस्ति एउटा कुरा भन्यो अनि मलाई साह्रै खुसी लाग्यो के थियो त्यो भनिदेऊ त फेरि मलाई थाहा छ के भन न मलाई योपालि जान मन लागेन अस्ट्रेलिया भनेर ओ बिकज हामी एभ्री टाइम आइरहम एभ्री टाइम हामीले यो ठाउँको महत्त्व प्यारेन्ट्सहरूसित बसेको छिमेक हुन्छ नि यिनीहरू देखेर होइन एकदमै भित्रैदेखि त्यो छ के आनन्द छ के यो ठाउँमा सन्तुष्टि छ लेट्स स्टार्ट द प्याकिङ हामीले के प्याक गर्छौँ के लिगेछौँ भाँडाकुँडाहरू देखाउँछौँ हामी यसपालि छ हामीसँग एउटा स्टेनलेस दिवी चियाको लागि चियालाई हुने लागेको अब त अरूले चिया खाँदैन मैले नि खासै खाँदैन अनि केलाई लिएको त नि फेरि गेस्टहरू आउँदाखेरि चिया बनाउँदाखेरि भाँडै नभएपछि नि भाँडा ल हेर्नु त्यहाँ चाहिँ पानी डम्प भएको देखियो देख्नु क्लाउडबाट पानी परेको देख्यो हामीले 2टा कुकर ल्यायौँ कति 2.5 लिटरको हो कि 3 लिटर 3 लिटरको 2टा कुकर ल्यायौँ स्टेनलेस स्टिल
हामीले चाहिँ सक्दो अब हाम्रो भाँडाहरू स्टेनलेस स्टिलतिर लाँदैछौँ बिस्तारै फाल्दै नयाँ ल्याउँदै फाल्दै ल्याउँदै अनि सम फ्यु गिफ्ट्स हामीसित यहाँ नि छन् छन्जर यो बेलन अनि यहाँ फेरि अर्को पेन अब प्याकिङ कतिको भयो त अब almost finished. अब 80% भयो 20% बाँकी छ अनि जोखेपछि चाहिँ we're done. 25 केजी हो हाम्रो मेन चेक ब्यागेज यता भाँडा छ यता नि भाँडा छ यता चाहिँ हाम्रो त्यो हात्ती छ सुनको तस्करी गर्ने हात्ती यो चाहिँ मायाको है 1 2 27 भन्दा धेरै Alright, 2 kilos, 2 kilos, 27. 4 kilo. किलो चाहिँ ओभर प्याक्ड भयो अब लेट्स सी वी हेभ टु कट आउट सम वेट हाम्रो नास्ता आइसक्यो आनन्दको स्पेसल लड्डु एन्ड गुलाब जामुन कालो दामी छ नि पिरो पिरो काला जामुन कम त खाइएछ मिठाई कोकहरू अहिले त कोक फेन्टा स्प्राइट त कति खाइयो जङ्क फुड त जङ्कदेखि स्ट्रिट फुड त लास्ट खाइयो क्रेजी नम्बरमा खाइएछ अब गएर कट आउट गर्नुपर्छ वी आर गेटिङ रेडी फर अ फङ्सन एक घन्टाभन्दा बढी टिक्न सक्दैन भएछ किन भित्र जाने लाग्छ नि त यही न अब भोलि जाने भइसकेपछि मनमा फेरि त्यही हुन्छ नि मुटु यसो बटारिए जस्तो फिल हुन्छ होइन अहिलेसम्म एकदम रमझम भइरह यो सधैँको स्टोरी हो कि यो आज यसपालि भयो भनेर होइन कि यो सधैँ घर परिवारसित भेटेर बसेर फर्किँदाखेरि त्यस्तै हुन्छ तर एउटा चिज चाहिँ कहिले हुँदैन जबकि हामी उताबाट यहाँ आउँदाखेरि चाहिँ त्यस्तो हुँदैन यताबाट जाँदाखेरि जहिले नि मन भारी भएर आउँछ अनि हिजो त मलाई खासै निन्द्रा नै लागेन होइन ठिकै छ यसपालि अब बुवालाई भेट्नु थियो बुवाको रिकभरीमा केही नभए पनि जसरी सकिन्छ त्यसरी सहयोग गर्ने होइन अनि उहाँलाई राम्रो भएको देख्ने इच्छा हो हाम्रो पनि होइन यहीँ भएर अनि त्यही भएर पनि हामी बस्यौँ हामी हिँडेको दिनदेखि अलमोस्ट 2 months हुन लागिसक्यो हामी होलिडेमा निस्किएको पनि इट्स बिन ग्रेट हस्पिटलमा मैले आफ्नै घर परिवार कतिलाई भेटेँ हजुरआमा हजुरबुवा मामा सबै बिरामी के अनि मलाई लाग्छ अब हाम्रो बुवा आमा हजुरआमा हजुरबाहरू चाहिँ लगभग सबैलाई केही न केही रोग छ क्या कसैलाई कोलेस्ट्रोल कसैलाई युरिक एसिड कसैलाई सुगर डायबिटिज थाइरोइड होइन पेन किलरको दबाई खानु केही न केही समस्या छ हामी कति देखभेट गर्न गयौँ होइन मामा माइजूकोमा भेटघाट गरेर कसैलाई रोग छ कि अनि उहाँहरू पनि एक्लो हुनुहुन्छ अब उहाँहरू पनि सबै बाहिर हुनुहुन्छ अनि त्यसरी हामी भेट्न जाँदा चाहिँ एकदमै उहाँहरूलाई पनि एकदमै सन्तुष्टि मिल्ने रहेछ किनकि हामी पनि उहाँहरूको छोराछोरीको उमेर छोराछोरी जस्तै हुन्छौँ होइन अनि फेरि त्यो चाहिँ एउटा गुड फिल हो मायाले त्यही भन्दै थियो अनि मलाई त एकदम हिट गर्यो कि त्यो कुरा सुनेर यस्तै हो अब हाम्रो यहाँ हुनुहुन्छ शेर मेरो भ्लगलाई अङ्कितको भ्लग आउँदैछ होइन गाइज प्लिज डु सब्सक्राइब हिम अनि
4 घन्टा 4 आवर अनि अब इन्टरटेनमेन्टको लागि हो भने डेफिनेटली सब्सक्राइब इट अब नभए पनि प्लिज हो क्या नभए पनि गर्नुहोस् एक्चुली हेर्छ अरे एक्चुली गरेर के गर्छ भने यही 10 दिन 15 दिनपछि भरेली हुन्छ लिची र आँप लगभग सँगसँगै हुन्छ क्या आफैले मम्मीलाई थकाउने भयो ल ल ल ल जाब कभी अलविदा कभी अलविदा तुमको भी ये पता मुझको भी Guys, के भयो मा यस्तो चिसो छ मेलबर्नमा 12 डिग्री छ यार यहाँ ठन्डक छ ठन्डक अब स्नो माउन्टेन जाने सिजन सुरु भयो क्या गाडी उही माथि छ ठिक छ के छ तेरो खबर मेलबर्नलाई त चिसो बनाएर राखेछस् त ल बधाई छ तँलाई स्पोन्सर भिजा नोमिनेसन दुवै आएकोमा 1-2 दिनमै घर किनेर जति दिन घरमा बसौँ त्योभन्दा धेरै दाम बाहिर बसौँ ल कुआयो ल हेर्नुहोस् हाम्रो स्ट्राटेजी चाहिँ यस्तो थियो क्या यो विन्डोको मैले यति जुगाड लगाएको यति भयो नि मायाले हिँड्ने दिन जोगाड लगाएको हाम्रो शिवान दिदी एकदम स्पेसल हुन्छ है गाइस कम on guys come on के छ हाम्रो लिभिङ रुम त्यहाँ त्यो चाहिँ फुटेर होइन सोफा हेर्दैछौँ सोफा आज अङ्कितले चाहिँ दुःख मार्नु थियो नुवाकोट जान नपाएर साथीहरूसित रोथे त्यही भएर दाइ भाउजू त्यही भएर भाउजूले अङ्कितलाई खुसी गराउन स्पेसल ट्रिट दिँदैछ फेरि भेटौँला बाई बाई